नमस्कार, म रामजी सुवेदी र यसपटक को ठुली एकादशी अर्थात् तुलसी विवाह कार्तिक 15 गते 2082 सालमा परेको थियो र त्यस दिन सार्वजनिक बिदा भएकै कारणले पनि सिराञ्चोक गाउँपालिका वडा नम्बर 5 मा रहेको बयापानी टोलले फुलतार्ने कार्यक्रम राखेको कुरा अवगत हुनुभयो। विद्यालयका शिक्षक आदरणीय गुरु सरोज पोखरेल सरले मलाई यो कुरा जानकारी दिनुभएको थियो र मलाई पनि यस अवसरमा फुलतार्ने कार्यक्रममा सहभागी हुने एउटा अवसर मिल्यो। यसको लागि सरलाई म धन्यवाद दिन चाहन्छु। सिराञ्चोक वडा नम्बर 5 मा रहेको बयापानी टोल अर्थात् फौदार गाउँको समूहले यस वर्ष चेपी नदीको बोक्सिरमा फुलतार्ने कार्यक्रम बनाउनु भएको रहेछ र मलाई पनि त्यो ठाउँमा पुग्ने अवसर जुट्यो। धेरै खुसी लागेको छ र म बयापानी टोललाई विशेष धन्यवाद पनि दिन चाहन्छु। खास गरी आदरणीय सर गुरु सरोज पोखरेल सरलाई म धन्यवाद दिन चाहन्छु मलाई यो अवसर जुटाइदिनु भएकोमा। हामी झन्डै 12 बजे हामी पुगेका थियौँ सिराञ्चोक गाउँपालिका वडा नम्बर 2 हुनुपर्छ सायद। मेला लागेर फुलतार्ने ठाउँ बोक्सिरह भनिँदो रहेछ। चेपी नदीमाथि फुलतार्ने अर्थात् फुलको तोरण टाङ्ने दिन र ठुली एकादशी जसलाई तुलसी विवाह एकादशी पनि भनिन्छ र यो एउटा हिन्दू धर्मअनुसार यो एउटा पवित्र पर्व पनि हो, पवित्र एकादशी हो र यस दिनमा अन्न ग्रहण र फुलतार्नु र धार्मिक मान्यता अनुसार निकै महत्त्वपूर्ण मानिन्छ। हामी लगभग 11:30-12 बजेको समयमा हामी पुगेका थियौँ र जाने क्रममा हामी छोप्राकबाट छोप्राक हुँदै हर्मी भन्ज्याङबाट ओह्रालो बाटो हुँदै हामी चेपेघाट पुगेका थियौँ र त्यहाँ धेरै व्यक्तिहरूको उपस्थिति थियो। जात्रा लाग्ने पनि रहेछ, त्यहाँ धेरै मान्छेहरू उपस्थित थिए। दिन त्यति धेरै खुलेको थिएन, सिमसिम पानी परिरहेको थियो। अनि त्यसपछि त्यति चर्को घाम लागेको अवस्था चाहिँ थिएन। हामी पुग्दा पनि मान्छेहरू धेरै जम्मा भइसकेका थिए। पञ्चे बाजाको टोलीसहित छोप्राकको एउटा समूह फुलको डोली लिएर गएको थियो र त्यो अवसरमा एउटा नयाँ अनुभव मैले पनि सङ्कल्न पाएँ र यहाँहरूलाई पनि यो सेयर गर्न पाउँदा मलाई पनि खुसी लागेको छ। मैले बोलिरहँदा यहाँनिर एउटा फुलको डोली तार्ने फुलको तोरण भनौँ तार्ने काम हुँदैछ। यो पहिला नै हामी पुग्दा झन्डै यो तार्न लागिसकिएको हामीले देखेका छौँ र वारीदेखि पारीसम्म चेपेको वारीदेखि पारीसम्म झन्डै मानौँ 30 मिटरको सायद हुनुपर्छ, मेरो अनुमान 30 मिटर जति होला लाग्छ वारीदेखि पारीसम्मको र
फुल तार्ने कार्यक्रम यहाँ हुँदै रहेछ र यो पहिलो हामी जाने बेलामा यो तोरण चाहिँ टाग्ने काम हुँदै थियो। यहाँ मानिसहरू एक आपसमा कुरा गरिरहनु भएको छ, कसरी टाङ्ने कसरी लाने भन्ने कुरा। र यो तार्न निकै गाह्रो हुँदो रहेछ, त्यति सजिलै हुने रहन्छ। वारीबाट पारी जान निकै गाह्रो थियो, किनभने यसपटक ठुली एकादशी अर्थात् तुलसीको विवाह गर्ने एकादशी कार्तिक 15 गते परेको र त्यसकै केही दिन अगाडि मात्रै वर्षा भएको र हिमालमा हिउँ पनि परेको कारणले सबै खोलानाला बढेको र त्यसै समयमा फुल तार्न पर्ने एकादशी परेकोले पनि यो दरौँ चेपे नदीको पानी निकै यहाँनिर पहिलो लट्ठो तार्ने र यतापट्टि बाँध्ने काम भइरहेको छ। यता रुखमा अडेस लगाइएको छ भने उता पहिला पारी बाँध्ने, त्यसपछि उता वारी बाँध्ने भन्ने कुरा गरिएको छ। किनभने यति बेला लट्ठो चुडिएको छ र अलि छेउबाट चुडिएको कारण चेपेले बगाउन सकेको छैनन्। युवाहरू निकै जोडतोडका साथ लागिरहेका छन्। यसको लागि लट्ठो पारी पुर्याइसकिएको लट्ठो बाँध्दै गर्दा, पारीको पिल्लरमा बाँध्दै गर्दा लट्ठो चुडिएको थियो र छेउमै चुडिएको कारणले चेपेको बेगले बगाउन सकेन। यहाँ छोप्राकी आमा दिदी बहिनीहरू र समूहहरू यहाँ हामीले देखिरहेका छौँ। सबैजना उत्सुक हुनुहुन्छ, सबैजना निकै चाह लगाएर हेरिरहनु भएको छ। यो पहिलो लट्ठो बाँध्ने काम भइरहेको छ। पारीको दृश्य त्यति स्पष्ट देखिएको त छैन, तैपनि हामी सामान्य रूपमा हेर्न सक्छौँ। पहिलो लट्ठो बाँध्ने काम यहाँनिर भइरहेको छ। चेपेकोमा पानीको बहाव निकै चर्को छ, निकै दबावपूर्ण छ। तैपनि आफ्नो ज्यानलाई जोखिममै राखेर युवाहरू लट्ठो बाँध्ने अर्थात् फुलको तोरण टाङ्ने काममा निकै दत्तचित्त भएर लागेको पनि देखिन्छ यहाँ। र यहाँनिर यता पनि एउटा पिल्लर छ, यहाँहरूले देख्नुभयो। र यता त्यो पिल्लरमा र पारी पनि यस्तै खालको एउटा पिल्लर रहेछ र त्यसमै बाँधेर दुईतिर फुलको तोरणलाई टाङ्ने काम गरिँदो रहेछ। मानिसहरूको उपस्थिति निकै बाक्लो छ। धार्मिक मान्यता अनुसार यसरी फुलको डोली तार्नु, फुलको तोरण टाङ्नु एउटा पुण्य कार्य हो र पछिका जन्महरूमा राम्रो फल प्राप्त हुने भन्ने र पौराणिक ग्रन्थहरूमा त्यो मान्यता रहिरहेको छ। ग्रन्थहरूमा वर्णन गरिएअनुसार सके आफै चौमासा बस्नु र यदि सकिँदैन भने अरूले फुल तार्दै गर्दा अर्थात् त्यस्ता पुण्य कार्यहरूमा समावेश हुनु र आफूले जे जति सकिन्छ सहयोग गर्नु भन्ने मान्यताहरू हाम्रा धार्मिक र पौराणिक ग्रन्थहरूमा पाइन्छ। यहाँनिर हामीले देखिरहेका छौँ तोरण टाङ्ने काम भइरहेको छ भने यसरी नै टाङ्नको लागि पुनः दोस्रो पटक यो तोरण पुनः चुडिएको छ र युवाहरूले पुनः समातिरहेको हामीले देख्न सक्छौँ। र यो लट्ठो दोस्रो पटक पनि चुडियो। अहिले यो त्यति बलियो नभएको हो या के हो, दोस्रो पटक पनि यो लट्ठो चुडिएको छ र समात्ने काम हामीले देखिरहेका छौँ, समातिरहेका छन्। सायद अप्ठ्यारो भइरहेको छ। यो चाहिँ बयापानी टोलको यो फुलको तोरण यहाँनिर मिलाएर
राखिँदैछ। एउटा सर्कुलर सेपमा डोरीलाई राखिँदैछ र उहाँहरू बिस्तारै डोरीलाई व्यवस्थित तरिकाले राख्दै हुनुहुन्छ, किनभने अहिले डोरीलाई फुकाएर बिस्तारै तान्दाखेरि त्यो कतै नअल्झियोस् र सहजै रूपमा डोरी अगाडि बढ्न सकोस् भन्ने हिसाबले यहाँनिर यसरी डोरीलाई एउटा चाङ बनाएर राखिएको छ। बिस्तारै क्रमशः एउटा चाङ जस्तै बनाएर चेपे नदीको किनार हो र यहाँ मिलाउँदै हुनुहुन्छ, हामी देख्न सक्छौँ। मानिसहरूको उपस्थिति निकै छ यहाँनिर र धेरैजना उत्सुक हुनुहुन्छ, धेरैजना रमाइलो मान्छेहरू भएको छ र यहाँ एउटा सन्तुष्टि पनि छ, किनभने धार्मिक हिसाबले आफ्नो उपस्थित हुन पाउनु एउटा सन्तुष्टि हो भने अनि धेरै मान्छेहरूको उपस्थितिले पनि यहाँ रमाइलो बनाइरहेको मैले आफूले चाहिँ महसुस गरिरहेको छु। बयापानी टोल समूहले आफ्नो फुलको तोरण टाङ्नु अघि यसलाई विधिपूर्वक पूजा गर्दै हुनुहुन्छ। विधि विधान अनुसार टोलका अग्रज आदरणीय व्यक्तित्वहरूले पूजा गर्दै हुनुहुन्छ भने यो पारीको दृश्य हो र चेपे नदी, चेपे खोला निकै बढेको छ यति बेला भन्नुहुन्छ। सायद यो चाहिँ यहाँनिर पूजापाठ हुँदैछ। फुलको डोली अर्थात् फुलको तोरणमाथि र यसको कुरा गर्दा यो निकै गह्रौँ, दुईजनाले झन्डै बोक्न नसकिने यसको तौल छ। मलाई लाग्छ यो 70-80 केजी तौलको फुलको तोरण छ। बिचमा बोकेर ल्याउँदै गर्दा दुईजना मान्छेलाई निकै हम्मे परेको थियो। यहाँनिर पूजापाठ हुँदैछ, धार्मिक मान्यता अनुसार के गर्नुपर्ने, यहाँनिर अग्रजहरू हुनुहुन्छ के गर्नुपर्छ भन्ने कुरामा र यो चिसो पानीमा आफ्नो ज्यानको प्रवाह नगरी यो फुलको तोरणलाई वारीबाट पारी पुर्याउने काम ती भाइहरूले गरिरहेका छन्। यहाँ बयापानी टोल समूह आफ्नो फुलको तोरणलाई विधि विधान अनुसार पूजा गर्दै हुनुहुन्छ। यहाँनिर अग्रजहरू आफ्ना धार्मिक मान्यता अनुसार पूजा गर्दै हुनुहुन्छ। उहाँहरू खुसी पनि देखिनुहुन्छ, सायद खुसी साटासाट गरिरहनु भएको हुनसक्छ। यो एउटा सुनौलो अवसर, मेरा लागि पनि सुनौलो अवसर हो। मलाई पनि निकै खुसी लागेको छ। यसरी नै यहाँनिर तपाईँ देख्नुहुन्छ यो चेपे नदी हो। यसको बहाव निकै चर्को छ यति बेला। मैले अगाडि पनि भनेको थिएँ, लगभग 2-3 दिन अगाडि पानी र झरी परेका कारण हिमालमा हिउँ उभिएको र त्यो हिउँ पग्लिएको यो पारीको दृश्य हो र यहाँनिर केही युवाहरू पौडी खेल्दैछन्। यो चिसो पानीमा पौडी खेल्नु त्यति सहज छैन। यो दोस्रो फुलको तोरण टाङ्नको लागि यो प्रयास गरिएको हो र यहाँ युवाहरू लाइनमा देख्नुहुन्छ। पानीको बहाव निकै चर्को छ र यहाँनिर चाहिँ अझै पूजापाठ, तोरणमाथि पूजापाठ हुँदैछ। आदरणीय अग्रजहरू, जानकारहरू यसको पूजापाठ विधि विधान अनुसार गर्दै हुनुहुन्छ। लगभग 80 केजीको हाराहारीमा यो फुलको तोरण छ भन्ने मलाई लाग्छ। दुईजनाले बल्ल बोक्नु भएको थियो। यो चाहिँ पहिलो लट्ठु, झन्डै
बाँधिसकेको अवस्था छ भन्ने लाग्छ मलाई। र यो यता वारी चाहिँ पहिला पारी बाँधेपछि अनि त्यसपछि वारी बाँध्न सजिलो हुन्छ भन्ने हिसाबले पहिला पारी बाँधिँदो रहेछ। पारी केही मान्छे मात्रै हुनुहुन्छ भने वारी धेरै मान्छेहरू हुनुहुन्छ। यहाँ दोस्रो लट्ठोलाई एउटा रस्सीमा बाँधेर रस्सीलाई बिस्तारै तान्दै लगेर त्यसपछि बिस्तारै बिस्तारै लट्ठो पछि पछि तान्दै लाने तरिका हुने रहेछ। किनभने एकैचोटि फुलको तोरण नै लान यो गरुङ्गो पनि छ र पानीमा पौडिँदै गर्दा र बिचमा यसलाई तार्दा यो गरुङ्गो हुने हुँदा पानीको बहावले बगाउन सक्ने र पानीको बहाव बढी भएको हुँदा सहज नहुने हुँदा पहिला यसमा एउटा सानो रस्सीको डोरीलाई टाँगेर बाँधेर त्यसपछि रस्सीको डोरी बिस्तारै तान्दै अनि फुलको तोरणलाई अगाडि बढाइदो रहेछ। जब यो पानीमा तोरण पर्छ तब पानीको बहावले लट्ठुलाई तोरणलाई अनियन्त्रित बनाउँदो रहेछ। त्यही भएर सकेसम्म युवाहरू पानीमा डुब्न नदिनुको लागि यहाँ उनीहरू प्रयासरत छन्। हामीले देखेका छौँ यहाँ यिनीहरू युवाहरू त्यो चिसो पानीमा त्यो कठाङ्ग्रिदो पानीमा निकै आफ्नो ज्यानलाई जोखिम मोलेर ज्यानलाई जोखिममा राखेर यो काम गरिरहेका छन्। उनीहरू एक आपसमा सल्लाह गर्दैछन् र एक आपसमा अगाडि बढ्दैछन्। यो दोस्रो फुलको तोरणलाई वारीबाट पारी तार्ने काम भइरहेको छ। र स्मरण रहोस् यसको झन्डै 50 मिटर तल मात्रै यसको पिलर छ र यहाँबाट तारिसकेपछि बिस्तारै बिस्तारै तल सार्दै सार्दै लगेर त्यहाँ पुर्याइने रहेछ र त्यसपछि वारी र पारी फुलको तोरणलाई टाङ्ने काम गरिँदो रहेछ। किनभने सिधै वारीबाट पारी जान सम्भव थिएन र यस्तो ठाडो खोलामा वारीबाट पारी जान सकेसम्म अलिकति समतल खालको पानीको बेग कम भएको ठाउँलाई रोजिँदो रहेछ। पारी देखिरहेका छौँ हामी केही युवाहरू पौडी खेलेर डोरो रस्सीलाई तान्दैछन् र रस्सी सँगसँगै फुलको तोरण अगाडि बढिरहेको छ। यसरी पानीमा डुब्दा पानीको बेगले गर्दा निकै अप्ठ्यारो पार्दो रहेछ। भाइ पारी जाने क्रममा हामीले देखिरहेका छौँ उनी अगाडि बढ्दैछन् र छेउतिर झन्डै छेउमा पुगेको अवस्था देखिन्छ। यहाँनिर कुली एकादशी अर्थात् तुलसी विवाह एकादशी धार्मिक मान्यता अनुसार यो एउटा पवित्र एकादशी हो र मान्यता अनुसार यस दिनमा अन्न ग्रहण गर्नु त्यति उपयुक्त मानिँदैन र व्रत बस्नु भजन कीर्तन गर्नु फुल तार्नु एउटा महत्त्वपूर्ण कार्य हो भनिन्छ र वैज्ञानिक हिसाबले हेर्दा पनि यस्ता कार्यहरू गर्नु एउटा आत्मसन्तुष्टि हो भने अर्को शरीरको लागि पनि समय समयमा यसरी उपवास बस्नु भनेको हाम्रो शरीरलाई पनि फाइदा हुने कुरा वैज्ञानिक रूपमा पनि पुष्टि भएको हामीले पाउँछौँ। हामी हिन्दूहरूका चाडहरू र यस्ता पर्वहरू धार्मिक मान्यता अनुसार वैज्ञानिक पनि लाग्छन् र त्यसैले आत्मसन्तुष्टि पनि प्राप्त हुने र शरीरलाई पनि फाइदा हुने हुँदा यी विश्वासिला पनि छन्। हुन त व्यक्तिमा एउटा विश्वास हो, आफूले कसरी विश्वास गरिन्छ त्यही अनुसार नै हुने हो। त्यो भएर आफ्नो विश्वास आफूलाई लागेको कुरा फरक फरक हुनसक्छ र मैले सामान्यतया मेरो बुझाइमा चाहिँ हाम्रा धार्मिक परम्पराहरू पनि वैज्ञानिक रूपमा
राम्रै लाग्छ। एउटा नियम, एउटा अनुशासनमा रहने र एउटा नियममा रहेर अगाडि बढ्ने काम भएको जस्तो मलाई लाग्छ। यो चेपे खोला र चेपे खोलामा एकादशी, ठुली एकादशीको दिन कार्तिक 15 गते दोस्रो फुलको तोरण तार्ने अर्थात् फुल तार्ने काम यहाँनिर भइरहेको छ। निकै सरसहयोग पनि छ यहाँनिर। व्यक्तिहरू खुसी पनि छन्। बिस्तारै तल सारिँदैछ, किनभने यो लगभग 50 मिटर माथिबाट फुलको तोरणलाई तारिएको छ र त्यहाँबाट तल बिस्तारै तल लगिँदैछ। केही युवाहरू पौडेर फुलको तोरणलाई समातिरहेका छन्, किनभने पानीको वेग निकै चर्को छ, निकै वेग छ, निकै प्रेसर छ पानीको यहाँ। लगभग अब वारी र पारी दोस्रो लट्ठा पनि, दोस्रो तोरण पनि टाँगिएको अवस्था छ र अब बाँध्न बाँकी छ। वारिपारि पुगिसकेको देख्छौँ हामी। यहाँनिर पानीको बहावबाट बचाउनलाई केही युवाहरू लागि परेका छन् भने यहाँनिर एउटा अग्लो ढुङ्गो देखिन्छ। अग्लो ढुङ्गोलाई पनि तारेर तल लानु छ। त्यो भएर युवाहरू कसिरहेका छन्। यो वारीतिरको दृश्य हो। यति बेला पानी सिमसिम परिरहेको छ, घाम लागेको छैन र चेपे खोलाको पानी निकै चिसो छ। स्मरण रहोस् यहाँहरूलाई, चेपे खोलाको उद्गम स्थल लमजुङ जिल्लाको दुधपोखरी पर्छ र यो दुधपोखरी यसको मुहान मानिन्छ। यो अहिले अग्रजहरू, यहाँभन्दा अगाडि आउने व्यक्तिहरूले भनेअनुसार यसपटक निकै पानी निकै धेरै र धेरै छ, जसको वेग पनि बढी छ भन्ने कुरा उहाँहरूले गर्नुभएको छ। अब यहाँनिर तेस्रो फुलको तोरण अर्थात् बयापानी टोलसम्म संस्थाले संस्थागत रूपमा फुलको तोरण टाङ्ने काम, संस्थागत रूपमा फुलको तोरणलाई चेपे नदीमाथि फुल तार्ने काम भएअनुसार उहाँहरू अगाडि बढिरहनु रहेछ। यति बेला गाउँपालिका अध्यक्षज्यू पनि यहाँ हुनुहुन्छ र उहाँ पनि निकै लागि पर्नुभएको छ यस कार्यको लागि। एउटा गाउँपालिकाको जिम्मेवार व्यक्ति सम्पूर्ण सबै स्थानीयवासीहरूसँग सँगसँगै काम गरिरहनु भएको छ र उहाँले चिसो पानीमा फुल तार्दै गरेका, लट्ठो तार्दै गरेका ती युवाहरूलाई पनि निकै प्रशंसाको साथ धैर्य रहन आग्रह गरिरहनु भएको छ। किनभने यो चिसो मौसम, पानी परिरहेको अवस्था र चेपेको चिसो पानीमा पनि ती युवाहरू आफ्नो ज्यानको प्रवाह नगरिकन यस्तो काममा खटिएका छन्। यो एउटा पुण्य काम हो। यो चाहिँ बिस्तारै अगाडि बढाउने भनेर सुरु गरिएको छ। यहाँनिर बयापानी टोलका सदस्यज्यूहरू, मैले कृष्ण सरलाई पनि देखिरहेको छु। सर अग्रपङ्क्तिमा बसेर काम गरिरहनु भएको छ। धेरैजना अग्रजहरू हुनुहुन्छ। सबैजनाको नाम मलाई याद भएन, माफ गर्नुहोला। र उहाँहरूले अब बिस्तारै अगाडि बढाउने कार्य गरिरहनु भएको छ र सायद यसमा रस्सी बाँधिसकिएको छ र रस्सी बिस्तारै अगाडि जाँदैछ। युवाहरूले खोलाको बिचमा बसेर यसलाई बिस्तारै अगाडि तान्ने काम गरिरहेका छन्। पानी निकै चिसो छ। यो एउटा साहसिक
काम हो जस्तो लाग्छ मलाई। निकै कठिनका साथ यो काम गरिएको छ। यो अहिले बिस्तारै बयापानी टोलबाट ल्याइएको यो पुलको तोरण क्रमशः अगाडि बढाइरहेको छ। सबैजनाले हातमा हात मिलाएर काँधमा काँध मिलाएर काम गरिरहनु भएको छ। किनभने यो एउटा पुण्यको कार्य हो भन्ने हाम्रो जनविश्वास पनि छ र तोरणलाई अगाडि बढाइएको छ। युवाहरू अगाडि गइसकेका छन्। लगभग तोरण नै चेपेको बिचसम्म भन्दा पनि अगाडि पुगिसकेको छ भने सायद डोरी रस्सी लिएर जाने भाइ धेरै अगाडि गइसकेको हुनुपर्छ। अनि देखिँदैनन् यहाँनिर। र यो यहाँ बिस्तारै तार्ने काम भइरहेको देखिन्छ। केही निर्देशनहरू दिइराख्नु भएको छ बिचबाट। सायद हामीले सुनिरहेका छैनौँ किनभने दुरी टाढा छ। यहाँ सल्लाह हुँदैछ, सायद के भन्दै हुनुहुन्छ उहाँहरू। यो पुलको तोरण झन्डै 70 देखि 80 केजी मैले अनुमान लगाएको थिएँ। सायद यता छोडिदिनु पर्ने लट्ठो भन्ने कुरा हुँदैछ होला भन्ने मैले अनुमान गरेँ यहाँनिर। केही सङ्केतहरू यहाँनिर दिनुभएको छ। सायद पुलको तोरणलाई अगाडि बढाउनु पर्छ भन्नेमा नै छ भन्ने लाग्छ मलाई। र तोरण बोकेर युवाहरू अगाडि बढ्दै हुनुहुन्छ। त्यो चिसो पानीमा एउटा साहसीपूर्ण काम हो जस्तो पनि लाग्छ मलाई र एउटा पुण्य कर्म हो भन्ने पनि लाग्छ। डोरी पनि देखिँदैछ। डोरी लिएर एकजना भाइ झर्दैछन्। अब त्यहाँबाट तल झर्दैछन् किनभने त्यहाँनिर पानीको वेग अलिकति कम छ, अलिकति समथर ठाउँ छ र यस्तो ठाउँबाट तार्न अलिक सजिलो हुन्छ भन्ने हिसाबले झन्डै पुलको तोरण टाङ्ने भन्दा करिब 50 मिटर माथिबाट यसरी पुलको तोरणलाई पारी लाने काम भइरहेको छ। झन्डै पारी किनारमा पुगिसकेको जस्तो लाग्छ मलाई। यो पारी किनारमा पुगिसकेको छ। रस्सी चाहिँ पुगिसक्यो र अब रस्सी पुगिसकेपछि तोरणलाई पुर्याउन त्यति सहज त छैन। किनभने पानीमा तोरण पर्ने बित्तिकै पानीको वेगले तोरणलाई तान्छ र यो नियन्त्रणभन्दा बाहिर जान सक्ने हुनसक्छ। त्यो भएर त्यति सजिलो काम छैन यो। यसमा निकै कठिनाइ नै छ। एक त चिसो पानी, नाङ्गो शरीर, अनि त्यसपछि पानीको वेगसँगै दौडनु पर्ने, ढुङ्गासँग पैठीजोरी खेल्न पर्ने अवस्था पनि छ यहाँ। यस कारणले पनि यो निकै साहसिक काम हो र यस्तो कार्यमा लाग्ने युवाहरूलाई हामीले एउटा सम्मान नै गर्नुपर्ने देखिन्छ यहाँनिर। यहाँहरूले देख्दै हुनुहुन्छ यहाँ पानीको वेगले पुलको तोरणलाई बगाइरहेको छ र युवाहरू त्यसलाई चाहिँ आफ्नो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् र पानीभन्दा माथि उठाउने प्रयास गरिरहनु भएको छ। र यो पारी पुगिसकेको अवस्था छ यति बेला। तोरण पारी त पुग्यो तर पानीमा झरेको कारणले पानीको प्रवेगले यो पुलको तोरणलाई तलतिर तानिरहेको अवस्थामा यसलाई नियन्त्रण गर्न गाह्रो भइरहेको देखिन्छ यहाँनिर। र यहाँबाट बिस्तारै अब पारी पुगिसकेपछि अब वारीबाट बिस्तारै तल झरिँदैछ। मैले अगाडि पनि भनेको थिएँ लगभग 50 मिटरभन्दा माथिबाट यसलाई तार्ने काम भएको थियो र यहाँनिर यसलाई नियन्त्रण गर्दै बिस्तारै पुलको तोरणलाई नियन्त्रण गर्दै बिस्तारै तल झार्नु पर्नेछ। र यदि यो पानीमा परेको खण्डमा
पानीको बेगले यो फुलको तोरणलाई बगाउन सक्ने हुँदा यसलाई पानीभन्दा माथि उचालेर अगाडि बढाउनु पर्नेछ। यहाँनिर बिस्तारै तलतिर झारिँदैछ यी हामी देख्छौँ। र यो तेस्रो फुल त यो तेस्रो चाहिँ फुलको तोरण हो र लगभग बिचमा पुगेका छन्। युवाहरू निकै जोस र जाँगरका साथ लागिरहेका छन्। मलाई जानकारी भएसम्म हर्मी सिनानचोक गाउँपालिका हर्मीका यी युवाहरू यसरी यो डोरी यो फुलको तोरण टाङ्न उनीहरू लागि परेका छन्। एउटा धार्मिक आस्था पनि हो कि अब पुण्य कामहरू गर्दा आत्मसन्तुष्टि हुने र पुण्य प्राप्त हुने, यसरी पुण्य प्राप्त हुने भन्ने धार्मिक मान्यता छ। यहाँनिर एउटा घोचो भनौँ, उनीहरू साथीहरूले हातमा हात समाएर पनि धानिएर पनि यो फुलको डोरीलाई बिस्तारै तल सारिरहेका छन्। सजिलो छैन। मैले अघि नै पनि भने झन्डै 70-80 केजीको यो फुलको तोरण, हाम्रो भाषामा भन्दा फुलको डोली पनि भनिन्छ। यहाँनिर ठुलो एउटा ढुङ्गा छ र यो ढुङ्गा कटाउनु पर्नेछ। ढुङ्गा कटाउने प्रयास भइरहेको पनि देख्छौँ हामी यहाँनिर। र यो कटाइएको छ ढुङ्गा बिस्तारै तोरणलाई तल सोझो पार्ने गरी अगाडि बढाइएको छ। चेपे निकै बेगका साथ बगिरहेको हामी देख्न सक्छौँ। यसमा निकै भेल जस्तै छ। यो वारीको दृश्य हो। मानिसहरू हेरिरहेका छन् कसरी तार्ने भन्ने सबैमा उत्सुक हुनु स्वाभाविक पनि हो। यहाँनिर झन्डै अब बाँध्ने समय भइसकेको छ। यहाँनिर हामी एउटा नाङ्लो पनि देख्छौँ र तोरण अहिले यति बेला डुबेको छ पानीको बेगमा र उठाइएको छ माथि। भनिन्छ आफूलाई चाहिने सबै चिजहरू, डोको, नाम्लो लगायतका धेरै वस्तुहरू, नाङ्लो हामी समाजमा हामीलाई कृषि कार्य लगायत अन्य कार्यहरूमा काम आवश्यक पर्ने सबै चिजहरू यसमा राखिनुपर्छ भन्ने एउटा मान्यता पनि छ। किनभने हाम्रो यसपछिका जन्महरूमा पनि यसलाई राम्रो भूमिका खेल्छ भन्ने एउटा धार्मिक मान्यता पनि छ। भूमिका भन्दा नि फल प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता छ। त्यसै अनुसार त्यही विश्वासको आधारमा यसलाई चाहिँ त्यसरी हामीले दैनिक रूपमा प्रयोग गर्ने सामग्रीहरूलाई पनि यसरी तोरणमा टाङ्ने काम हुन्छ। लगभग 3वटा तोरणहरू टाङ्ने काम भइसकेको छ र अब खोलामा धेरै बस्न नसकिने जग्गाहरू फर्किँदै गरेको अवस्था पनि देखिन्छ। यहाँनिर तलतिर सकेसम्म पानीमा नपरोस् भन्ने हिसाबले यहाँनिर लठुलाई मिलाउँदै गरिएको पनि हामीले देखेका छौँ। सायद पारी बाँध्ने काम हुँदैछ र हामी पारीको दृश्य त्यति स्पष्ट रूपमा देख्न सकिरहेका त छैनौँ, तैपनि अनुमान गर्न सक्छौँ पक्कै यहाँ बाँध्ने काम हुँदैछ। र पछाडि एउटा कुरा के जानकारीमा आएको छ भने यो तोरण 35 हात लामो बनाइएको थियो, तर 35 हातले नपुग्ने देखिएकोले यसलाई चाहिँ पारीको पिल्लरमा बाँधिएको छ भने वारीको चाहिँ पिल्लरसम्म नपुग्ने हुँदा एउटा सिसौको रुख
चेपे किनारमा रहेको सिसौको रुखमै यसलाई सायद बाँधिन्छ होला भन्ने अनुमान गरेको छु मैले। यो तेस्रो लट्ठो चेपेको उर्लन्दो भेल सँगै याने। यो चाहिँ फुलतारिए पछिको एकादशीको बजार। मान्छेहरूको निकै भिडभाड छ, तर पानी सिमसिम पानी परिरहेको छ। धेरै मान्छेहरू छाता ओढिरहेका छन्। यहाँनिर प्रष्ट रूपमा देखिएको छ। धेरै मान्छेहरू छाता ओढेर यताउता गर्दैछन्। सामान्य व्यापार व्यवसाय पनि छ यहाँ। तिरपाल टाँगेर व्यवसाय गरिएको छ। यो चेपे नदीको एउटा छेउ हो। हामी यो छेउमा आएर बसेका थियौँ। बयापानी टोलका सबैलाई यहाँ बस्ने भन्ने आग्रह गरिएको थियो। यो जात्रा भनौँ अथवा चेपे जात्रा नै भनिन्छ यसलाई। बोक्सिरहेको जात्रा पनि भन्दो रहेछ चेपे रहेको। र धेरै मान्छेहरूको उपस्थिति थियो। सायद अझ धेरै मान्छेहरू यहाँ उपस्थित हुन्थे होला। आज पानी परेको कारणले पनि धेरै मान्छेहरू उपस्थित हुन नसकेको भन्ने, यसभन्दा अगाडि यहाँ जाने व्यक्तिहरूबाट सुन्न पाइयो। यो निकै प्रचलित ठाउँ हो र निकै राम्रो जात्रा लाग्ने, राम्रो व्यापार हुने ठाउँ हो भन्ने पनि अग्रजहरूबाट सुन्न पाइयो। फुल तारिसकेपछि अर्थात् फुलको तोरण टाँगिसकेपछि सोही समूहले खाजाको व्यवस्था, रोटी तरकारीको व्यवस्था गर्नुभएको रहेछ। हामीले त्यहाँ गएर खाजा पनि खायौँ र केही फोटोहरू लिनुपर्छ। पछिसम्मको लागि सम्झना पनि हुन्छ भन्ने हिसाबले सरोज सर र मैले छुट्टै फोटो लियौँ र अन्तमा हामी बिस्तारै बिदा भयौँ। हस्, धन्यवाद यहाँहरूलाई।